अखिल नेपाल फुटबल सङ्घ एन्फाले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो लाइसेन्सवाला प्रशिक्षक नियुक्ति गर्ने भएको छ। एन्फाले सोमबार सूचना जारी गर्दै प्रो लाइसेन्सवाला प्रशिक्षकको आवेदन खुल्ला गरेको हो। एन्फाले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने जनाएको छ। त्यस्तै कम्तीमा 2 वर्षको अनुभव भएको, ट्र्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ। साथै पर्फर्मेन्स एनालाइसिस पनि माग गरेको छ। एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल 1 को डाटा एनालाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ। यसमा भने कम्तीमा 1 वर्षको अनुभव अनिवार्य हुनुपर्ने छ। एन्फाले एएफसी महिला एसियन कप छनौट 2026 लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो। एसियाली फुटबल महासङ्घ एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एफ को छनौट खेल नेपालले जुन 29 देखि लाओस, श्रीलङ्का, उज्बेकिस्तानसँग खेल्दैछ। यो समूहको खेल उज्बेकिस्तानमा हुने तय भएको छ।